तपाईँ चाहिँ निकोलस जीसँग मिलेर चाहिँ अहिले राजा ल्याउने अभियानमा हुनुहुन्छ भन्छ नि कसले भन्यो होइन हामी छुट्टै छुट्टै टिममा हामीले उहाँलाई आएर चाहिँ एजेन्डामा समर्थन थियो हाम्रो एजेन्डामा समर्थन गर्यो ए निकोलस मिराजी पानी बेच्ने मान्छे अब नेता बनिसक्नुभयो होइन तपाईँ 23-24 गते नभागी दिएको भए तपाईँ नेता बन्नुहुन्थ्यो तर ठुलो मौका चुकाउनु भयो मैले नेता बनेर के हुन्छ र हजुर मलाई नेतै बन्नु छैन म त देश मतलब होइन न म त गरिब जनताको नेता अथवा जनताको नेता बन्न आएको होइन होइन म निकासको लागि नेतृत्व गर्न आएको होइन भने नेतृत्व भनेको नेता होइन र भनेको तपाईँ नेता भनेको त्यो केपी ओली प्रचण्ड शेरबहादुर सम्झिनुहोस् न होइन यस्तो नराम्रो ओड हो र भनेको तर नेतै बन्न मन छैन भन्नुहुन्छ नि त के भनौँ के भन्न आएको तपाईँ नेता बन्न आएको म निकास दिन आएको कि क्लियरै भनिसकेँ मैले तपाईँले ठिक छ त्यो शब्द जे होला होइन त्यो समस्या भएन तर म निकास दिन आएको पनि मिराज ढुङ्गानाको पछि चाहिँ हजारौँ मिडिया अथवा हजारौँ जनताहरू लाखौँ जनताहरू थिए एक समय अहिले त हेर्नु त खोज्न पनि मुस्किल भयो त कम क्रेज घटेको होइन तपाईँको के लाग्छ तपाईँलाई अनि क्रेज घटे पनि हामी एजेन्डा लिएर बसिरहेको छ नि त क्रेज घटेको होइन अब अहिले चाहिँ एका दिउँसो आएर चाहिँ अब मान्छे भएनन् भन्न पाइँदैन अहिले पर्खिनुहोस् न 4 बजेपछि आउनुहोस् न देश त चुनावमा गएको छ नि भनेपछि तपाईँतिर त देश छैन अहिले कि छ र तपाईँलाई के लाग्छ होइन यस्तो देश चुनावमा गयो भनेर पार्टी चुनावमा लाग्यो भन्दैमा चाहिँ देश चुनावमा लागेको होइन कि निर्वाचन खासमा आम जनतालाई चाहिएको होइन निर्वाचन नेतालाई चाहिएको हो त्यो कारणले गर्दाखेरि हामी निकासकै पक्षमा छौँ निकासै मागिरहेको छौँ देशले चाहिँ निर्वाचन चाहेको छ निर्वाचन लोकतान्त्रिक प्रक्रियामा चाहिन्छ मैले बुझेँ तर अर्थपूर्ण निर्वाचन गरौँ यो निर्वाचन प्रणालीमा होइन संविधान संशोधन गरेर सर्वपक्षीय सहमतिमा चाहिँ निकास